Hello everyone, Namaste and Tash Delek. My name is Dorche Karmarong. यो यात्रा हो कर्णालीको कर्णाली भित्रमा पनि मुङ्गु टु जुम्ला आउने बेलाको यात्राको झलक हो। यदि तपाईँले यात्रा लङ टुर जुनै देशको र जुनै ठाउँको जुनै समयमा जुनै बेलामा पनि यदि तपाईँ जाँदै हुनुहुन्छ भने सहयोगीको भावनाले यात्रा गर्नुहोला। अर्कोले दुःख पर्दा पनि तपाईँ आफैले सहयोग गर्छु भनेर यात्रा गर्नु र अर्कोबाट पनि सहयोग लिनुको लागि तत्पर रहेर यात्रा गर्नुहोला। हाम्रो यात्रा मुगु टु जुम्ला जानुको लागि हामी प्यासेन्जर 12वटा ड्राइभर गर्दा हामी 13 जना छौँ। मुगुको गमगढी बजारबाट हामीले छुटेर आधा घन्टा जति भइसकेछ। अब हिलो र पहिरोले छिचोल्दै यहीँ पुगेछु। अनि यताबाट टोचन पठाइ पुरी मागेर ल्याइदिन्छन् अनि त्यहाँ त्यो तानेर त्यो पहिरो काटिसकेपछि आउन लागि अलि रोकेछ अरे। अब प्रार्थना गर्दैछु तर जे हुन्छ त्यही हुन्छ। त्यो हिमालयन लाइफ यस्तै हो, एकदम एडभेन्चर हुन्छ। त्यो तपाईँहरूले पनि धेरैले थाहा छ। के किन्नु भयो? स्याउ नम्बर 1। नम्बर 1 के बेच्नुको लागि के खानुको लागि? खाएरै सक्ने हो कि के हो? साउनी दुइटै रोक्दै जाँदै क्रममा हामीले तालचा विमानस्थलको नजिकै पुगेछौँ। हाम्रो गुरुजीलाई फेरि मेसेज पायो कि बाटो टोटली ब्लक छ भनेर मेसेज आयो। अब त्यही आधारमा हामी अलि जहाँसम्म ब्लक छ त्यहाँसम्म पुग्छु भनेर गर्ने क्रममा चाहिँ यहाँ एकदम पहिरोको डिसले एकदम हिलो बनाएको छ। अब यहाँबाट अगाडि जाने त सोचै छैन। अब केही उपाय गर्नुपर्ने हुन्छ। हामीले कन्ट्याक्ट गऱ्यौँ, गुरुले पनि कहाँ कन्ट्याक्ट गर्नुभयो। 66 84 84 0 दिएन विकल्प के फाल्ने माटो जाने आमा यति धेरै काङथेन थन्जामन्जिङ दाइ कहाँ हुनुहुन्छ? ए छैला नि यता हजुरको यो रोडको यता कसको यता बाटो हेर्ने भएर रहेछ क्या। मैले टोचनमा लगेर गएको थिएँ झ्यारी खोला होइन ट्रकको लागि। हजुरको यो रोडको मान्छे त्यही भएर यहाँनिर यो तालचा वरिपट्टि यहाँनिर यो लेतो गएको रहेछ क्या। त्यही भएर के गर्नु पऱ्यो भने मैले यहाँ उता ट्रक अड्केछ अरे उहाँ झ्यारी खोला, त्यसको लागि टोचमा लगिदिएको। अनि यहाँनिर भएर रहेछ के गर्नु पऱ्यो भनेर क्या। यहाँ रोडको मान्छेहरू कोही पनि छैन नि यहाँनिर। त्यही भएर हाम्रो गुरुजीलाई मेसेज पाएको अनुसार झ्यारी खोलामा पनि ठुलो ट्रक र गाडी अड्केको छ अरे। अब त्यहाँ तान्नुको लागि फालमको डोरी चाहिने भएको हुनाले म र एउटा साथी र अनि रोड विभागको हामी 3 जना कम्तीमा 1 घन्टा बढीको बाटोमा हिँडेर यो डोरी लिँदैछौँ। अब जहाँ अड्केको छ, जहाँ ढजर छ त्यहीँ उपाय गरेर खोलेर यता पठाउनुको लागि हामी पैदल हिँडेछौँ। हाम्रो गाडी चाहिँ तालचा विमानस्थल नजिकै रोकिसकेछ। अब हामी त्यहाँ गएर त्यो खोलेपछि बल्ल त्यहाँको डोजर चाहिँ यहाँ आएर खोल्ने कुरा छ। अब कति घन्टा लाग्छ त्यो चाहिँ भन्नै सक्दैन। फिङ्गर क्रस यो जिप यहाँ फसेको रहेछ। जेसेबी यहीँ छ। अब योले पर्खिरहेछ माथि रुख ढल्छ भनेर। अब त्यो कहिले ढल्छ निश्चितै छैन। अगाडि गाडी फसेछ, त्योभन्दा अगाडि मेरो गाडी फसेछ। अब के भन्ने?
ठाउँै छैन उपाय नै प्लिज एभ्रीबडी यो चाहिँ जसरी भए पनि निकाल्दिनु न हामीले पैदल यात्रा गर्दै 1 घन्टा हिँडेर फालामको डोरी यहाँ ल्याउँदासम्म पनि यहाँ केही नखोलेर यतिकै बसेको चाहिँ मैले देख्यो अचम्म लाग्यो अब यहाँ गाडी फसेछ अनि उता डजर त्यतिकै बसेछ मलाई लाग्यो कि किन यो एक अर्कालाई सहयोग गर्दैन भनेर यसको बारेमा बुझ्दाखेरि चाहिँ यो जिप चाहिँ पम्चर भएको रहेछ जिपको ड्राइभर र अनि उता डजरको ड्राइभर दुइटैको इक्को चाहिँ टक्कर भएको रहेछ अनि बिचमा अलिकता मुख पनि बाजाबाज पनि भएको रहेछ अनि मैले उता डजर ड्राइभरलाई एकदम राम्रो रेस्पेक्टको साथ रिक्वेस्ट गरिसकेपछि चाहिँ बल्ल अनि उसले भन्दैछ त्यो जिपको ड्राइभरले भन्नु भन्दैछ मैले जिपको ड्राइभरलाई पनि राम्रो सम्झाइसकेपछि उहाँ दुईटा अन्तमा मिलेर अनि हामीले बल्ल तल्ल डजरले धकाल्दै निकाल्ने हामीले सक्यौँ राम्रो सोच्दै पनि बाटोमा कुनै मान्छेहरू यस्तोसम्म भेट्दो रहेछ कि यो गुरुजीले न हाम्रो कुरा उसले मान्नु न उसको कुरा हामीले सुन्नु दिनु हामीले 1 घन्टा गरेर ल्याएको फालाम पनि उहाँले यहाँ बान्नु मानेन त्यसपछि उहाँको जसोतसो गरेर यहाँ पहिरोबाट चाहिँ उद्धार भयो तर माथिल्लोमा चाहिँ उहाँले फेरि फसाएको हुनाले कम्तीमा हामीलाई 6 घन्टा त्यहीँ पर्खिनु पर्यो हामी त्यो दिन खाना पनि त्यति राम्रो खानु पाएन हामी त्यहाँबाट बिस्तारै पैदल यात्रा गर्ने क्रममा चाहिँ एउटा दाइले बाइक फेरि हिलोमा फसाइरहेछ त्यो पनि हामीले निकाल्यौँ बिस्तारै हामी 1 घन्टाको पैदल यात्रा पछि चाहिँ बल्ल तल्ल एउटा होटल भेट्यौँ त्यहाँ हामी चाउचाउ र आलु पकाएर खायौँ जे होस् बिहान हामीले 10 बजे गमगढीबाट छुटेको चाहिँ राति 1 बजे जुम्ला बजारमा पुर्याइदियो अब यात्रा यस्तै छ एभ्रीबडी यात्रामा सुख दुःख जे जस्तो भए पनि कृपया तपाईहरुलाई यो भिडियो कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै कमेन्ट गरिदिनु होला लामो समयदेखि तपाईहरुले माया गर्दै आएकोमा धेरै धेरै धन्यवाद सी यू नेक्स्ट भिडियो नम्बर 1